द डिप डाइभमा स्वागत छ। आज हामी एउटा एकदमै चर्चित किताब बेन्जामिन ग्राहमको द इन्टेलिजेन्ट इन्भेस्टर बारे कुरा गर्दैछौँ। र जेसन ज्विकको टिप्पणी सहितको संस्करण है। हो, हामीसँग यसको सारा संक्षेप छ। हाम्रो आजको उद्देश्य चाहिँ यो मूल्य लगानी मतलब भ्याल्यू इन्भेस्टिङ को खास कुरो के हो, अनि लगानी र सट्टाबाजीमा के फरक छ हो, र एकजना चलाख लगानीकर्ताले कसरी सोच्छ भन्ने बुझ्ने कोसिस गर्नेछौँ। एकदम। ग्राहमको मुख्य विचार नै यही हो। सफल लगानी भनेको बजार कता जान्छ भनेर भविष्यवाणी गर्ने खेल होइन, हैन र? होइन। यो त लगानीको वास्तविक मूल्य बुझ्ने, आफूलाई ठूलो घाटाबाट जोगाउने र धैर्य गरेर लामो समयमा स्थिर वृद्धि खोज्ने कुरा हो। ठिक छ, त्यसो भए सुरु गरौँ है त लगानी र सट्टाबाजी स्पेकुलेसन बीचको त्यो आधारभूत भिन्नताबाट ग्राहमले यसलाई कसरी छुट्याउनुहुन्छ? उहाँले एकदम प्रष्ट पार्नु भएको छ। लगानी त्यो हो जहाँ तपाईले राम्रोसँग विश्लेषण गर्नुहुन्छ, आफ्नो पैसा सुरक्षित छ भन्नेमा ढुक्क हुनुहुन्छ, अनि त्यसबाट एउटा चित्तबुझ्दो प्रतिफलको आशा राख्नुहुन्छ। विश्लेषण, सुरक्षा र प्रतिफल हो। अर्कोतिर सट्टाबाजी भनेको चाहिँ मतलब विश्लेषणमा खासै जोड हुँदैन, बजारको छोटो अवधिको चाल हेरेर छिट्टै कमाउने आशा मात्र हो। जुवा जस्तै। लगभग त्यस्तै। तर के उहाँले सट्टाबाजी गर्नै हुँदैन भन्नुभएको हो त? त्यस्तो होइन। उहाँले के भन्नुहुन्छ भने यदि गर्ने नै हो भने आफ्नो लगानीबाट त्यसलाई पुरै अलग राख्नुस्। छुट्याएर। हो, छुट्याएर, अनि थोरै पैसा मात्रै प्रयोग गर्नुस्। मतलब जुन गुम्दा पनि खासै फरक नपरोस्, र सबैभन्दा महत्त्वपूर्ण, तपाईँ सट्टाबाजी गर्दै हुनुहुन्छ भने जानी जानी गर्नुस्। जानी जानी र सीमित रूपमा। बुझियो। एकदम। अब यो लगानी र सट्टाबाजीको फरक बुझेपछि अर्को प्रश्न आउँछ, लगानीकर्ताहरू पनि फरक हुन्छन् होला नि? ग्राहमले यसमा के भन्नुहुन्छ? हो, उहाँले मुख्य गरी दुई प्रकारका लगानीकर्ताको कुरा गर्नुहुन्छ। एउटा रक्षात्मक डिफेन्सिभ, अर्को उद्यमशील एन्टरप्राइजिङ। रक्षात्मक कस्तो हुन्छन् उनीहरू? रक्षात्मक लगानीकर्ताहरू उनीहरू सुरक्षा र सरलता खोज्छन्, धेरै जोखिम लिन चाहँदैनन्, अनि लगानीमा धेरै समय दिन पनि सक्दैनन्। उनीहरू प्राय ठूला, नाम चलेका, भरपर्दा कम्पनीहरू जसलाई ब्लू चिप भनिन्छ वा राम्रो खालको बन्डमा लगानी गर्छन्। अनि उद्यमशील चाहिँ तिनीहरू के फरक हुन्छन् त? उद्यमशील लगानीकर्ता उनीहरू अलि बढी सक्रिय हुन्छन्, लगानीमा बढी समय, ज्ञान अनि प्रयास लगाउन तयार हुन्छन्। उनीहरूले बजारले राम्ररी मूल्याङ्कन नगरेका स्टकहरू वा कुनै विशेष अवसरहरू जस्तै कम्पनी मर्ज हुँदा त्यस्तो बेला खोज्छन्। तर यसमा त जोखिम पनि बढी होला नि? हो, अनुसन्धान पनि बढी गर्नुपर्छ, जोखिम पनि अलि बढी हुन्छ। अब ग्राहमको एउटा एकदमै चर्चित आइडिया छ, मिस्टर मार्केट। यो त सुन्दा नै रमाइलो छ। के हो यो खासमा? मिस्टर मार्केट भनेको उहाँले बनाएको एउटा काल्पनिक पात्र हो। यसले पुरै शेयर बजारलाई जनाउँछ। बजार नै एउटा मान्छे जस्तो? हो, एकदमै मुडी मान्छे। कुनै दिन एकदमै उत्साहित, आशावादी भएर आउँछ, अनि तपाईलाई महँगो मूल्यमा शेयर किन्न उक्साउँछ। अनि अर्को दिन चाहिँ निराश, डराएको हुन्छ, सस्तोमै भए पनि आफ्नो शेयर बेच्न आतुर हुन्छ। कस्तो रमाइलो तरिकाले बजारको मनोविज्ञानलाई देखाएको। तर यसबाट सिक्ने चाहिँ के त? अब ग्राहम भन्नुहुन्छ, मिस्टर मार्केटको मुडको पछि लाग्ने होइन। उसलाई आफ्नो गुरु मान्ने होइन, बरु आफ्नो नोकर जस्तो व्यवहार गर्ने। नोकर जस्तो कसरी? मतलब जब ऊ डराएर सस्तोमा बेच्न तयार छ तब किन्ने सोच्ने, यदि लगानी राम्रो छ भने। जब ऊ धेरै हौसिएर महँगोमा किन्न तयार छ तब बेच्ने विचार गर्ने। बजारको हल्लापछि नलाग्ने। हो, कम्पनीको वास्तविक मूल्य हेर्ने। यो त एकदमै तार्किक छ, तर गर्न गाह्रो होला है। योसँगै जोडिएको अर्को महत्त्वपूर्ण कुरा छ सुरक्षाको मार्जिन अफ सेफ्टी। यो किन यति धेरै महत्त्वपूर्ण मानिन्छ? हो, यो त सायद ग्राहमको दर्शनको सबैभन्दा मुख्य आधार हो। सरल भाषामा भन्दा, तपाईले कुनै लगानीको लागि तिर्ने मूल्य, हैन, त्यो चाहिँ त्यसको अनुमानित वास्तविक आन्तरिक मूल्य, इन्ट्रिन्जिक भ्याल्यु भन्दा सधैँ कम हुनुपर्छ। मतलब सस्तोमा किन्नु पर्यो? सस्तो मात्रै होइन, उल्लेख्य रूपमै सस्तो। त्यो मूल्य र वास्तविक मूल्य बीचको जुन अन्तर छ नि, त्यही हो सुरक्षाको मार्जिन। त्यो ग्याप। अनि यसको फाइदा के त? किन चाहियो यो मार्जिन? यसले तपाईलाई
दुईवटा कुराबाट बचाउँछ। एक, तपाईको आफ्नै विश्लेषणमा गल्ती हुन सक्छ नि त्यसबाट। दुई, बजारमा कहिलेकाहीँ नसोचेको गिरावट आउन सक्छ, त्यसबाट पनि जोगाउँछ। यो एउटा सुरक्षा कवच जस्तै हो। नारुहोदो, सुरक्षा कवच। अब त्यो रक्षात्मक लगानीकर्ताको कुरा गर्दा उनीहरूले स्टक कसरी छान्ने त? ग्राहमले केही मापदण्ड दिनुभएको छ अनि उहाँले केही व्यावहारिक कुराहरू भन्नुभएको छ, जस्तै कम्पनी ठूलो हुनु पर्यो, नाम चलेको, आर्थिक रूपमा बलियो हुनु पर्यो, अनि कम्तीमा 20 वर्ष जति लगातार लाभांश दिएको रेकर्ड हुनु पर्यो, अनि त्यसको मूल्य आम्दानी अनुपात पीई रेशियो त्यो धेरै महँगो हुनु भएन। मध्यम हुनु पर्यो। हो, मध्यम। उहाँ नयाँ, साना वा घाटामा चलेका कम्पनीहरूबाट चाहिँ टाढै बस्न सल्लाह दिनुहुन्छ। ठिक छ। र अन्त्यमा यो सबैभन्दा महत्त्वपूर्ण होला सायद लगानीकर्ताको आफ्नो मनोविज्ञान। बजार घटबड हुँदा डर र लोभले कस्तो असर गर्छ? हो नि, यो पक्ष सायद सबैभन्दा गाह्रो पनि हो। ग्राम भन्नुहुन्छ लगानीमा सफल हुन आइक्यू भन्दा बढी भावनात्मक स्थिरता चाहिन्छ। भावनात्मक स्थिरता। बजार घट्दा डराएर बेचिहाल्ने वा बजार एकदम बढ्दा लोभले जे पायो त्यही किन्ने, यी आम गल्ती हुन्। हो। जेसन ज्विगले पनि आफ्नो टिप्पणीमा यही कुरालाई जोड दिनुभएको छ। कसरी ग्राहमका सिद्धान्तहरू, त्यो टेक बबल होस् वा 2008 को सङ्कट, त्यस्ता बेलामा पनि उत्तिकै काम लागे भनेर। अनुशासन र भावनामा नियन्त्रण। एकदम, त्यो नै मुख्य कुरा हो। त्यसो भए समग्रमा हेर्दा मुख्य सन्देश के रह्यो त? मुख्य सन्देश भनेको दीर्घकालीन मूल्यमा ध्यान दिने, बजारको दिनदिनैको हल्ला र उतार चढावलाई वास्ता नगर्ने, तर्कसङ्गत विश्लेषण गर्ने र भावनात्मक निर्णयबाट बच्ने, अनि रक्षात्मक लगानीकर्ताका लागि इन्डेक्स फन्ड जस्ता कम लागतका विविधीकृत विकल्पहरू पनि राम्रो हुन सक्छन्। धेरै टाउको दुखाइ पनि भएन। हो, त्यसले बजारको औसत प्रतिफल दिन्छ। निकै उपयोगी कुराहरू भयो। ग्राहमका यी सिद्धान्तहरू हेर्नुस् न, 70 वर्षभन्दा पुराना भए पनि आजको बजारमा कति सान्दर्भिक लाग्छन् नि। लगानीको यात्रामा जो हुनुहुन्छ उहाँहरूका लागि त यो एउटा बलियो आधार हो। लगानीलाई बुद्धिमानी र अनुशासनका साथ हेर्नु नै रहेछ कुरा। बिल्कुल। र खै, यहाँ एउटा चाखलाग्दो प्रश्न छोडेर जाउँ कि? हुन्छ, के प्रश्न? ग्राहमले यति जोड दिनुभएको त्यो आन्तरिक मूल्यको अवधारणा छ नि, इन्ट्रिन्सिक भ्याल्यु हो, त्यसलाई आजको यो एकदमै छिटो परिवर्तन भइरहेको प्रविधिले डोर्याएको बजारमा कसरी लागू गर्ने होला? खास गरी ती नयाँ उद्योगहरूमा जहाँ नाफा वा लाभांश जस्ता परम्परागत कुराहरू सुरुमै देखिँदैनन्। हो त, यो त सोच्नुपर्ने कुरा भयो। हो, यो विषयमा थप सोच्न सकिन्छ।